यो बोट र यो फल देखेपछि नचिन्ने चाहिँ बिरलै होला हैन। यो एउटा झापाको खतरा काण्डले गर्दा नि उहाँले सबले थाहा हुन्छ गाइस हैन। यो जङ्गलमा एकदमै फलेको नेचुरल फल हो हैन। यो अमला चाहिँ हो है। यहाँ फेरि जङ्गलमा कोही यसको साउ हैन। यो जसले टिप्यो यसको मालिक स्वयं आफै हो। म यति धेरै छ नि जङ्गलमा कुरै नगर्नु। इम्युनिटीको राजा उहाँहरू भन्छ अरे। कति कुरै नगर्नु। अब रुख त कति छ यहाँ फलेको। बस कति धेरै यहाँ कुनै साउ छैन। यो जो टिपेर खायो त्यही नै साउ हो। जङ्गलमा फलेको फल हो। यहाँ अति नै भरर फलेकै छ। रुखै रुख छ। अब कति ठाउँमा गएर सानो टिप्ने कि ठुलो टिप्ने कि के टिप्ने सब पाउँछ यहाँ चाहिँ। अति फलेको छ क्या यहाँ गाइस। एकदम बवाल छ। प्याक पुग्छ।